Hey, what's up guys, welcome back to my new vlog र स्वागत छ मेरो न्यू भिडियो ब्लगमा। यो ब्लग चाहिँ धेरै इन्ट्रेस्टिङ हुनेवाला छ। सो हजुर लाइक कमेन्ट गर्नु भएन, लाइक सब्स्क्राइब गर्नु भएन भने गरिहाल्नुहोस्। र आज चाहिँ यो ब्लगमा म आफ्नो साइकलको रिभ्यू पनि दिनेछु र लेट्स स्टार्ट द ब्लग विदाउट वेस्टिङ टाइम। फर्स्ट थिङ म यो साइकललाई वास गर्नेछु, जो कि देख्न सक्नुहुनेछ। भएर उठाउने छ म एउटा बकेट। अहिले यो वास भएर कम्प्लिट भइसकेछ र अब सुकेपछि यसको सर्भिसिङ गर्छु। साइकललाई फ्रेस गरी म पनि फ्रेस भएर अहिले साइकललाई म सुकाएको थिएँ यता बाहिर। अनि अहिले म हेराउने छु हजुरलाई सबै यसको फिचर। एउटा कुरा म यो साइकलको सक्करमा म हेयर ओइल हाल्नेछु। साइकल रेडी भइसकेछ पुरा। अहिलेसम्म यो साइकलमा धेरै कुराहरू यहाँ मोडिफिकेसन भएको छ, जस्तै यो टायर मैले नयाँ लगाएको छु र उता चाहिँ त्यो टायर त ओल्डै हो। अनि अरू त राम्रै छ, सक्कर पनि राम्रै छ, अरू हेर्दा पर्दा राम्रै छ, एकदम न्यू कन्डिसनमा। अघिसम्म पानी परेको थियो र अहिले पानी पनि अलिकति परेछ, तै पनि गइसकेछ। र अब म पनि जान्छु खेततिर घुम्न। र गाइज अहिले म ठ्याक्क बियर फ्याक्ट्रीको साइडमा छु र यता लास्टै ब्याडी स्मेल आइरहेको छ। सबैभन्दा पहिला कुरा, म 7 क्लासमा यो साइकल किनेको थिएँ र अहिले म 9 मा पढिरहेको छु। मिनिमम 2.5 वर्ष जति भयो होला यो साइकल किनेको र राम्रै छ। गियर साइकल किन्न नि बेनिफिट छ। गाइज अहिले चाहिँ म यतै प्लाटिनतिर छु, बियर फ्याक्ट्रीको पछाडि। र हजुरलाई कस्तो यो लाग्यो ब्लग भिडियोस, लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु होला र फुल सपोर्ट गरिदिनु होला। 1K को नजिक छौँ र लेट्स एन्ड द ब्लग। बाई बाई गाइज, नेक्स्ट ब्लगमा भेटिन्छौँ हामी।